हेलो नमस्ते। अहिले चाहिँ हामी खावागुचीको भन्ने ठाउँमा छौँ। हामी चाहिँ खास आज खावागुचीको आउने भनेर प्लान भएको थियो। बिहान चाहिँ बसबाट आउने भन्ने प्लान थियो। बसको लागि गएको, बसको लागि चाहिँ एकदम प्याक भएर हामीले चाहिँ टिकट पाएन। टिकट पाएको थियो 12 बजीतिरको। अनि हामीले चाहिँ बस छोडेर ट्रेनमा आउने डिसिजन गऱ्यो। अनि ट्रेनमा आयो। ट्रेनमा आउँदा चाहिँ हामीले एकदम व्यस्त टाइपको यता नि उता नि कुद्नुपर्ने टाइपको भएर हामीले चाहिँ बिहान भिडियोको सुरुवात गर्न पाएको थिएन। त्यही भएर अहिले चाहिँ हामीले यहीँबाट सुरुवात गरेको छौँ। फर्किने बेला भइसक्यो, सुरुवात गरिरहेछ। के कसो त्यही हो। हामीले चाहिँ आज दिनभरि घुमेको भिडियो चाहिँ अब तपाईँहरूलाई देखाउने छौँ। अहिले चाहिँ हामी ताकाओ स्टेसनमा झऱ्यौँ। स्टेसनमा जस्तो रहेछ। ओ माई गड, ओभर छ त। अब चाहिँ हामी ट्रेन चेन्ज गर्छौँ फेरि। अहिले चाहिँ हामी ओत्सुकी स्टेसनमा छौँ। ओत्सुकीबाट चाहिँ यो ट्रेनमा जाने रहेछ। कस्तो क्युट है यो। सो चाहिँ यहाँबाट पनि 1 आवर्स लाग्छ। हामी चाहिँ ट्रेन वेट गर्दैछौँ। यसमा अहिले टाइम लाग्छ भनेर। बाटोमा चाहिँ यस्तो छ। हामी जाँदैछौँ अहिले। यस्तो राम्रो खोलाहरू चाहिँ छ। यस्तो राम्रो सिन छ यो बाटोतिर चाहिँ। माउन्ट फुजी देख्न थालेँ। कस्तो राम्रो। नजिक देखेको कस्तो राम्रो। माई गड, माउन्ट फुजी देख्दैछ अहिले। हामीहरू चाहिँ झर्नलाई अब यता ट्रेनहरू कस्तो राम्रो। सिमो यो सिधा स्टेसन हो चाहिँ। ओए कस्तो राम्रो ट्रेन हेर्नु न, क्युट वाला। कस्तो क्युट ट्रेन। अहिले चाहिँ हामी सिमो यो सिधा स्टेसनमा छौँ। यहाँबाट चाहिँ हामी चिउडेदो पेगोडा जान लागेको। 21 मिनट्स बाई वाक। अब यताबाट जान्छौँ। हिँड्नुपर्छ है त मजाले एकछिन। सो सबैजना रेस्ट गर्दै एकछिन। अहिले हामी हेर्न जान लागेको ठाउँ चाहिँ ठ्याक्कै एकतिर चाहिँ यो पेगोडा जाने, एकतिर फुजी हिमाल टक्क लगाएर यस्तै भ्यू देखिन्छ माथिबाट चाहिँ। यहाँबाट हिँड्दै जाने। यता सुन्दरी के गर्दैछ? ल जाउँ। कस्तो राम्रो है यो ट्रेनहरू के। यताको ट्रेनहरू चाहिँ यस्तो सानो एकदम क्युट छ। माथितिर चढेर जाने हामी। माथि जाने ठाउँमा चाहिँ सब बाटोमा यस्तो प्रिन्टहरू फोटोहरू आउँदो रहेछ। हजुर अगाडि पनि हमेजी, यहाँ अगाडि पनि अरू के छ। यहाँ अलिकति अगाडि आइसिन चाहिँ यो नाइट भ्यू रहेछ। यो चाहिँ नाइटको अलिक स्टेप बाई स्टेप वाइज अलिकति अगाडि आइसिन फेरि यो माथिको पेगोडा। यस्तरी अगाडि चाहिँ सब त्यस्तै प्रिन्टहरू राम्रो प्रिन्टहरू बनाइराखेको रहेछ। यो चाहिँ साकुरा टाइममा रहेछ। दामी रहेछ यो चाहिँ। ल यो चाहिँ जापानको खेती गरेको ठाउँहरू। प्याज छ उता,
प्याज चाहिँ प्राय प्लास्टिकले कभर गरेर प्याजको रुख मात्रै बाहिर निकालेको छ भने फेरि यहाँ यस्तो छ भ्यू माथिबाट देख्ने भ्यू आमा प्याज रुईमा नो प्याज ए नो प्याज लसुन कत्रो ठुलो हाम्रो आमाले नि अब गाउँ गएर यस्तै गर्छ अब यहाँ चाहिँ फुजिसानको हिमाल रहेछ टोपीमा पुरा फुजिसान बनाइदिएको क्या राम्रो यता पनि रहेछ यो पनि सेलमा हो के हो खै सुकाएको छ थाहा भएन बाटोमा त्यस्तो राम्रो फुलहरू पनि रहेछ सरी ए भुइँमै है भुइँमै फुलेको है भुइँमै फुल मात्रै फुले रुख देखेछ न सब फुल देखिरहेको है यस्तो बवाल यता बाटोमा त्यस्तो पसलहरू हुँदो रहेछ एक पिस स्याउको चाहिँ 400 देखे जस्तो लाग्थ्यो कटो के अरे यहाँ त 600 रहेछ है एउटा स्याउको यो काटेर दिन्छ फ्रुट्सहरू रहेछ बाटोमा यहाँबाट माथि जाने लाइन त्यस्तै छ हामी पनि अब माथितिर लागियो माथि जाने बाटो चाहिँ ठ्याक्कै खनापार छु स्वयम्भू मनोकामना जाने बाटो जस्तै छ यहाँ चाहिँ मान्छे त्यतिकै घुइँच छ ओ यो चिदै आउँछ यो अन्त उर्के तपाईँ यहाँ चाहिँ एकदम राम्रो यो फुल होइन पातै फुल जस्तो भइसक्यो यस्तो राम्रो कलर सबजना यहाँ फोटो खिच्नलाई लाइन यहाँ चाहिँ यो रुख सबै मेहन्दी लगाइदिएछ है रातो मेहन्दी उहाँमा रातो मेहन्दी फोइ पारेँ रातो मेहन्दी लगाइदिए जस्तै छ यहाँ चाहिँ सबजनाहरू माथिबाट तल फोटो खिच्दैछ राम्रो भ्यू होला सायद ल यहाँ पनि फेरि गेट सबजना मोबाइलै टेर्छ क्यामेरै देखाएको छ यहाँबाट चाहिँ यस्तो राम्रो भ्यू आउँदो रहेछ है त्यो हेरेर सबजना यहाँ फोटोहरू खिच्न व्यस्त छ फोटो भिडियोहरू भ्यू चाहिँ अक्खा छ ल गेट यस्तो छ खेङ हाँसौँ बोलो बिच हिमाल खैर जापानी हिमाल पहिला हिमाल बाबा अलिकति माथिबाट त्यस्तो राम्रो भ्यू देख्दो रहेछ यता सिटी भ्यू यहाँ गेटबाट उता छिरायो भने ठ्याक्कै हिमाल यो माथि ओकालो जाने बाटोमा चाहिँ अघि चाहिँ मेहन्दी लाग्यो जस्तो रातो थियो अहिलेको चाहिँ हरियो यो चाहिँ नेचुरल प्राकृतिक हरियो भयो भने अहिलेको चाहिँ मेहन्दी लगाइदियो जस्तो लाग्यो अनि त्यहाँ टुरिस्टलाई एट्र्याक्सनको लागि सेम रुख छ सेम पात छ कोही हरियो कोही रातो के हो क्या यस साइडमा चाहिँ पुरा के घरि सल्लाहघारी हुँदैन यता चाहिँ सल्लाहघारी ए ओकालो त स्ट्रेट ओकालो रहेछ गाउँतिर जस्तो क्या ऊ सिधै ओकालो आमा सास बढाउँदो रहेछ प्लास्टमा आमा ए आमाहरू त गाउँ हिँड्ने बानी जति नि हिँड्छ यस्तो ओकालो यस्तै ओकालो हिँडेर हुर्केर आयो मान्छे नि बाउ यहाँ पुगिसक्यो बाउ चाहिँ यता थाहा चाहिँ उता बुहारी हिँड्यो भने चाहिँ फेरि हिँड्यो नि भनेर हिँड्यो थाहा ला बोक्नुपर्छ भरिया खोज्यो यस्तो छ हालत छैन आमाहरू काहीँ नसधैँ हिँडेको छ यार लाज लाग्दै बुहारी भित्र सधैँ हिँडेको छ के हो माथि त कुर्ता सुरुवाल लाग्यो केटी नै आयो त यस्तै रहेछ त्यो हरियो थियो त पत्रै फेरि त यस्तो चाहिँ ठाडै हो र ल
त मान्छे पनि ठाडेको कालो आमा थकाइ मार्दै क्रेमको भयो ए चाहिँ क्रेमाने होइन त्यहाँ जाँदै यो सब हिँडेर आइसके पछाडि हामी आइपुग्ने चाहिँ यसको लागि यो चिज हेर्ने माथि चाहिँ यससँग फोटो खिच्नेको लाइन छ त्यहाँबाट क्राउड यस्तै जापानमा क्रेजी नै छ यता बाबा यता चाहिँ यो सब सक्रबाट सक्र फुल यहाँ चाहिँ अझै दामी देख्छ होला सायद यहाँबाट भ्यू चाहिँ अहिले चाहिँ सक्र फुल झरेर पात पलाइसकेको छ आमा अडेस लाउँदै दादा आमा ताबी पुगेँ साथै पनि त हो ए लो पनि के त्यसमा यो चाहिँ क्या फोटो खिचेको हो के यता चाहिँ पुरै फोटो खिच्नेको लाइन यहाँबाट चाहिँ सिटी भ्यू यस्तो दामी देख्दो रहेछ यता चाहिँ फुजी भयो यता सिटी भ्यू ओ यता छोको यहाँ चाहिँ च्यान्डाँडा पनि रहेछ है यो चाहिँ च्यान्डाँडा अच्छा दाइ यो स्टेसन यो स्टेसनबाट हामी चाहिँ हिँडेर यहाँ आइपुग्यो अहिले यता चाहिँ सब फोटो खिच्नेको लाइन छ अझ मेन स्पोट चाहिँ यहाँ माथि छ अझै है गएर हेर्नु माथिसम्म के छ तर हामी चाहिँ यहाँसम्म खो भयो खोमा खो माथि चाहिँ मन्दिर के छ जस्तो लाग्यो तर यहाँ चाहिँ फोटोको मेन स्पोट चाहिँ यहीँसम्म हो प्याक छ एकदम यहाँबाटको भ्यू चाहिँ यस्तो सिटी प्लस फुजी प्लस प्याकबाट यही भ्यूको लागि चाहिँ हामी यहाँसम्म आएको यो फोटो चाहिँ तपाईँहरूले जापान भन्ने जापान सर्च गर्ने चाहिँ यो फोटो चाहिँ तपाईँहरूले जापान देख्न सक्नुहुन्छ यो चाहिँ एकदम फेमस फोटो यस्तरी हुन्छ क्या यस्तो डेन्जर छ यहाँ चाहिँ फोटो खिच्न ओभर क्राउड छ यहाँ फोटो खिच्ने भन्दैछ भ्यूको लागि हामी चाहिँ यहाँ हेरेर भ्यायो अब यहाँबाट निस्किनु लागेको यस्तो राम्रो देख्दो रहेछ माउन्ट फुजी यस्तो राम्रो भएको राम्रो लागेको ठाउँ चाहिँ फोटो खिच्न चाहिँ गाह्रो एकदमै लाइन लगाएर अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ यहाँ चाहिँ माथिबाट आउने भर्याङ चाहिँ यस्तरी बनाएको रहेछ मजाले माथि सब काठको फलेको हालेर यस्तो बाटो बनाएको छ अब हामी चाहिँ सल्लाघारी के तातो रुजु सल्लाघारीबाट झर्ने यस्तो भोगल छ चुरे कोना फोटो खिच्नु पर्ने ल अब हामी चाहिँ यहाँ बाउको आमाको फोटो खिचिदिनु पर्यो यता चाहिँ यस्तो सिँढी थियो अब हामी यताबाट बाउ अगाडि अब यता रोडबाट सल्लाघारीबाट हावा खाँदै टक्क ओह्रालो झर्दै व्हाइट गुम्बा जस्तो फिल हुने व्हाइट गुम्बा नै त रेड व्हाइट गुम्बा त हो ए व्हाइट गुम्बाबाट झर्दाको त्यो रोड त भने होइन त्यहाँ त्यस्तै यस्तो छ सल्लाघारी यता चाहिँ सल्लाघारी अब अघि उकालो चाहिँ सिँढीहरू चढ्दै आयो यता बुहारी चाहिँ उफ्रे हात जस्या ल रमाएर उफ्री हिँड्या बुहारी चाहिँ यता ल ससुरा गीत गाउने बुहारी नाच्ने गरेर कस्तो सुहाउँछ होला
नि भनेको अगाडि पुतली दुईजना आयो यस्तो छ यता चाहिँ फुडको स्टलहरू खै केबाब त खै केबाब 800 रहेछ चिकन केबाब यहाँ अगाडि चाहिँ मन्दिर रहेछ यो मन्दिर हेरेर हामी अब फर्किने हाम्रो अन्तिम दर्शन यहाँको हेर्नुहोस् कस्तो राम्रो मन्दिर तपाईँहरूको लागि हामी देखाउँदैछौँ हो माथि के यहाँ भिस्कल बार्सा क्याटलोनिया रहेछ किन छ नि यता रियल मेड्रिडहरूलाई रियल मेड्रिड फ्यानहरूलाई मन्दिर चाहिँ यस्तो रहेछ है यता फेरि काठको हात दिने ठाउँ पनि रहेछ ल अब टोइलेटै भन ल यस्तो छ यहीँको बाटैबाट आयो चाहिँ यो बाटो थियो यो रोडलाई रोड आएको है पिच रोड मन्दिर यता हात दिने ठाउँ यता धारो चाहिँ पुरा ड्रागनको मुखबाट आएको छ ड्रागनको मुखबाट यहाँ चाहिँ आमाले अब हात धुँदैछ चाहिँ देखियो ल फ्रुट अरू चाहिँ आप ल त फेरि अरूको फेरि जे चमै खाइरहेको छ छैन त्यसो सुन सुन्न न अनि ल्याइ यो फ्रुट ठाडो ल्याइ फ्रुट राजा ठाउँ हो छैन त्यही आमाले नि जापानिज कल्चर सिक्यो बुहारी बुहारीले पनि अब हात धुँदैछ बुहारीले नि ल बुहारीले त जाने होला नि के गर्नुपर्छ उल्टो भयो क्या भयो भयो राख गुरु मन्दिरतिर छ यहाँ चाहिँ झन्डा ग्याङ आयो ल झन्डा ग्याङ त बिहाको जन्ती चाहिँ तनाउनै आयो आमा इजुर म स्याउमे त कहाँ 600 रुपियाँ स्याउ कहाँ इजु गुडी रुपियाँ 100 रुपियाँ के एउटा स्याउको ए 600 रुपियाँ ल जाऊ बिहा जन्ती पारे म त तनाउनै कहाँ तर यहाँबाट त्यही त है हामी जाँदा चाहिँ त्यो ओकालो यताउता भनेर आत्तिएर अलिक टाढो जस्तो लाग्यो तर नजिकै रहेछ झर्दा 10 मिनट झऱ्यो जस्तो लाग्यो यहाँ आइसक्यो यहाँ अघिको फुलहरूले अघि नै खिचेको फुल यहाँ आइपुग्यो यहाँ चाहिँ बाटोमा माथिबाट देख्ने भ्यूको यस्तो प्रिन्टहरू हुँदो रहेछ यहाँ पनि साकुरा टाइममा यहाँ चाहिँ अहिले फुजी कसैलेहरू अब चाहिँ हामी यहाँबाट खाउगुचीको भन्ने स्टेसन जानु लाग्यो यहाँ चाहिँ पुरानो डिजाइनको रेलहरू रहेछ यता चाहिँ रेलको लिक यो खै के हो कोइला हालेर चलाउने रेल जस्तो छ के हो अनि यता चाहिँ रेल स्टेसन अहिले चाहिँ हामी सिमोयोसिदा भन्ने स्टेसन हो सिमोयोसिदा स्टेसन चाहिँ स्टेसन भयो यो चाहिँ रेल भयो भने म तपाईँलाई खतरा भ्यू देखाउँछ है त ल रेलमा चाहिँ हिमाल है हेर न सरप्राइज भ्यू क्या रेलमाथि हिमाल रेलले हिमाल पुगेर हिँड्ने है ल यस्तो छ यो हिमालको के भन्छ डिजाइन चाहिँ जताबाट हेर्ने सेम हुन्छ यो मलाई यो हिमाल लिएर चाहिँ एउटा गीत आयो क्या के भन कता हिँडेको बिजुली भालेर हट भएर
अनि पढ भएर अनि के हो के त्यो लिरिक्स त्यो बिहानीको घाम हिमाल जस्तो रहेछ तिमी के हो भन्छ नि हिमाल यस्तो हिमाल जस्तै रहेछ तिमी बिहानीको घाम 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 खै घाम 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 अब हामी खागुची जाम 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 अनि खानेकुरा खाम 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 ऱ्यात यस्तो हो नि यहाँको स्टेसनमा चाहिँ ट्रेन आउने टाइम यस्तो गीत पनि बजाउँदो रहेछ स्पिकरमा ट्रेन यताबाट आउँदैछ नि ट्रेन चाहिँ टिङ 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 गर्दै आउँदैछ यता पो आएछ त यताबाट आइदिएन आउँछ भने हामी यहाँबाट खाओगुचीको स्टेसन जाने ट्रेन चाहिँ एकदम क्युट छ झिलिमिली यता चाहिँ फेरि यस्तो दुईतिरै आइदिएर यो के छु जाउँ अब यहाँबाट हामी छिरेर खाओगुचीको स्टेसनतिर जाँदै भित्र चाहिँ टुरिस्ट अति छ ट्रेनको ढोकामा चाहिँ मलाई चाहिँ बुद्ध जस्तो लाग्यो तिमीलाई के जस्तो लाग्यो अनि त्यस्तै हेर्नु त्यस्तै छ मलाई चाहिँ माथिको त्यो टोपी सोपी भएको चाहिँ बुद्धको जस्तो लाग्यो यहाँ चाहिँ पुरा ट्रेनभित्र पनि पुरा काठ छापेको है हात धुने ठाउँ पनि पुरा काठ ए माउन्ट फुजी स्टेसन आइपुग्यो स्टेसनको नामै माउन्ट फुजी चाहिँ रेलबाट देख्ने फुजी ठ्याक्क देखाइदियो अब यहाँबाट देखाइ यहाँ चाहिँ हिमाल जापानको सबैभन्दा अग्लो हिमाल सबैभन्दा फेमस सम्मै ठाउँमा हिमाल थुपारेको हिउँ थुपारेको जस्तो छ उता चाहिँ फुजीको होइन खाओगुचीको स्टेसन आइपुग्यो हामी चाहिँ अहिले सिन्जुकी जाने एक्सप्रेस मान्छेको लाइन चाहिँ यस्तो डेन्जर छ यहाँ एक्जिट हुने बित्तिकै छ बस चाहिँ ल बसहरू चाहिँ पुरा टुरिस्टहरू छ डेन्जर गएको छ बस पनि टुरिस्ट चाहिँ डेन्जर छ यता अहिले हामी खाओगुचीको स्टेसनबाट ओजी स्टेसन बसमा गएर यहाँबाट लेकतिर जाने प्लान छ हामी चाहिँ अहिले खाओगुचीको स्टेसनबाट बस्छौँ अहिले ओजी भन्ने ठाउँ झरिसक्यो ओजीबाट चाहिँ माउन्ट फुजी यस्तो देख्दो रहेछ अहिले चाहिँ कता छ अरे अहिले कता थियो यो पछाडि थियो ठ्याक्क अनि एकछिन हामी चाहिँ खाजा खानु पऱ्यो भनेर अगाडि फ्यामिलीमा देख्यो त्यसैले फोटो त जहाँ खिच्यो नि त्यस्तै हो नि राम्रो हिमाल राम्रो हो कि मान्छे राम्रो हो मान्छे पनि राम्रो हिमाल पनि राम्रो देखेँ खै अगाडि जाऊ त एकचोटि र त्यतिकोमा एकचोटि फनक्क घुम त र फुत्रुक्क उफ्र त अझ झन् राम्रो देख्छ जस्तो लाग्यो ल हामीले चाहिँ यहाँ खाजा खायौँ आमा चाहिँ खाजा खाएर चोट खाने बानी चोट खाँदै त्यही आयो क्या यता चाहिँ हिमाल चाहिँ यस्तो डेन्जर छ ल दे ल अब हामी यहाँबाट खाओगुचीको लेक हेर्न जाँदै हामी कहाँ जाने बुहारी मान्छे ल अब खाओगुचीको लेकमा गएर भेटौँला अहिले चाहिँ हामी याकिसाकी पार्क आइपुगेको छ यता चाहिँ यो स्टिल अझै पनि उच्च है साकुरा यहाँ चाहिँ यो चिसो चसे अनि यता चाहिँ पार्कहरू यता लेक छ ल यता चिर यता ए ल यता फुल झपकै रहेछ ल ए साकुरा त यता त अझै फुल्दै रहेछ चिसो भएर
यता बच्चाहरूको लागि गाडी बच्चा खेल्न लागि अनि चिसो किलो पछाडि जाउँ ल रेन्टल ए कोला किलो बिदा अनि यहाँ थौरै किलोमा भन यो बच्चाहरूको लागि भने त हेर्ने चाहिँ ठुलोकै लागिरहेछ रेन्टल घुम्नको लागि ए रातो छ त ए रेन्टल लाने दादामै नोइ खा ओइ यता छ यस्तो ल अब हामी यो पार्कभित्र इन्ट्री यता साकुरा झलमल्ल कक्कमक्क यो सायद ग्रुप आएको जस्तो लाग्यो यहाँ चाहिँ दुईजना यस्तो अनैतिक कार्य गर्दैछ है भित्र बसेर यहाँ छिर्न पाउँदैन छिरेर फोटो हान्दैछ साथीहरूले भित्र चाहिँ यस्तो दामी पार्क रहेछ माउन्ट फुजीको सेपमा बनाएको यता चाहिँ पार्क छ केन्द्र लेक छ्या मनाउनु भयो साकुरा के खप्ने क्या हो त्यसमा साकुरा चाहिँ अन्त साकुरा के भयो टोइलेट बब्बाल बनाएको रहेछ यो ठाउँ चाहिँ पार्कको चाहिँ आकाश निमै यहाँ जहाज निकै जहाज यो जहाज उड्दैछ आकाश चाहिँ यता चाहिँ सानो फुजी यता चाहिँ लेक न्याल ओए त्यो त्यहाँ हिमाल चाहिँ अब यहाँबाट बल्ल राम्रो देखियो मिनी फुजी टन्नै जानु मान्छे चाहिँ सानो हिमाल यहाँ चढिसक्यो सबैजनाले अब ठुलो हिमाल पछाडि छ बुहारी चाहिँ हिमालबाट झर्दै अब यता पोखरीतिर अलिक पोखरीको नजिकतिर जाने पोखरी तालको पानी सबिनाले खाने माछालाई जाट्ने नि वरिपरि चाहिँ सब डाँडा छ अरू चाहिँ एकदमै डाँडा त क्यागले हारेको चुरे त हो चुरेको चाहिँ तपाईँलाई यस्तो राम्रो छ ल अब चाहिँ हामी यो पार्क पनि घुमेर सकियो अब बिस्तारै घरतिर प्रस्थान त तिनी ज्ञान हो बो फुजी हिमाल पनि चिसो खान्छ चिसो हावा अब यहाँबाट हामी खावागुचीको स्टेसनतिर लाग्ने अहिले चाहिँ यो पार्कबाट फर्किँदा पनि रोडबाट चाहिँ यस्तो खतरा भ्यू देख्छ है अलिकति ताराहरूले डिस्टर्ब गरे जस्तो लाग्यो नत्र चाहिँ दामी नै देख्थ्यो यतातिर चाहिँ पुरा गाउँतिर जस्तै छ त्यो तातो पारेर आमा नासा त जम्न न अब गाउँतिरको बारी पनि पाउने जस्तै झारहरू रहेछ यता अगाडि चाहिँ फुजी माउन्ट फुजी यो चिजहरू चाहिँ जहाँसम्म लाग्छ यो माउन्ट फुजीबाट निस्केको लाभा पछि गएर रक बनायो कि जस्तो लाग्यो मलाई चट्टान बनाएर यस्तरी बसेको हो कि जस्तो लाग्यो यो चाहिँ खासमा धेरैलाई थाहा होला भल्क्यानो निस्किएर चाहिँ यस्तो भएको यता चाहिँ जापानिज कल्चर अनुसारको यो माछु झुन्डा छ ल
त्यो लाभाहरू चाहिँ अझै पनि वरिपरि चाहिँ पाउँछ। यता चाहिँ अझै पनि बुढी म काम गर्दै रहेछ। माछाहरू झुन्डिरहेको ताँगा 1 2 3 4 5 6 माछा रङ्गी बिरङ्गी छ। अझै साँझ परेर अलिक काल देख्छ। अहिले हामी चाहिँ यो ओगी स्टेसनबाट बस चढेर हो जाने। बस आउँदैछ खाओगुची स्टेसन। बस चाहिँ उतै अगाडिबाट एकदम प्याक आउने रहेछ। हामीले चाहिँ बस चढ्न पाएन। हिँडेर 10-15 मिनट हिँडेर जाने कुरो भयो। बस चाहिँ एकदमै प्याक हुँदैछ। अब हामी चाहिँ यहाँबाट हिँड्दै एकदम इन्स्टा अनि टिकटक रिलतिर एकदम फेमस भएको लसन हेर्न जाँदैछ। त्यहाँ हेरौँ कतिको भिड छ। त्यहाँबाट हामी खाओगुचीको स्टेसन गएर त्यहाँबाट हामी फर्किँदै छौँ हाम्रो वासस्थानतिर। यहाँ चाहिँ एकदम अचम्मको के चिज खै देख्यो। यहाँ त हिरा जस्तो छ त हौ। यो त टलक्क टल्किने यहाँ नै गाडी पुरा छ। यता पनि सेम रहेछ ल। मार्बल होला जुम हिरा हिरा पार्दा यो चाहिँ डायमन्ड जस्तो हालेको रहेछ। के बनायो यिनीहरूले। ल अहिले चाहिँ हामी एकदम माउन्ट फुजीको सबैभन्दा क्लोज जस्तो एकदम क्लोजमा आइपुगेछ। यो फेमस लोसन चाहिँ यहाँ छ। माउन्ट फुजीको फोटो खिच्ने मान्छे चाहिँ अलिक कमै रहेछ अहिले चाहिँ। माउन्ट फुजी यता भयो। इन्स्टातिर एकदम फेमस पपुलर लोसन चाहिँ यही हो। कट्यो ए त्यही तर त्यहाँ ल्याउनु यही लोसन हो। एकदम इन्स्टातिर टिकटकतिर भाइरल भएको लोसन चाहिँ छाडी बिकज अफ माउन्ट फुजी। ल हामी चाहिँ फाइनल्ली एकदम फेमस लोसन आइपुग्यो। यहाँ मान्छेहरू चाहिँ फोटो खिच्दैछ यतिखेर पनि। लोसन चाहिँ यो हो पछाडि माउन्ट फुजी। दिउँसो चाहिँ एकदम प्याक हुन्छ नि त, तर यतिखेर चाहिँ नहुने रहेछ। ल अब हामी पनि 1-2वटा फोटोसोटो खिचेर यहाँबाट निस्किनेछ। ल ठ्याक्कै यही भ्यू हो। यही भ्यू रहेछ ठ्याक्कै। ल एकदम यो जापानको एकदम के भन्छ भाइरल स्पटमा चाहिँ अहिले यहाँ न्युली म्यारिड कपाल पनि पुरा फोटो खिच्न आइरहेको छ। फोटो खिचेर जो बिहा टोलीमा अहिले चाहिँ टन्नै भएको छ। अघि सुरुमा हामी मलाई खासै थिएन। अहिले फोटोमा देख्ने भ्यू चाहिँ ठ्याक्कै यही हुन्छ है। अनि हामी चाहिँ अब यहाँबाट खाओगुचीको स्टेसनतिर लाग्दै अनि त्यहाँबाट घर फर्किने। यो चाहिँ हाम्रो आजको अन्तिम चाहिँ यो बङ्गाल तिनी अन्तिम त्यो चाहिँ तर चाहिँ तिनी प्रोग्राम चाहिँ तर तिनीहरू कार्यक्रम चाहिँ यता चाहिँ घाम डुब्न लाहा। यता माउन्ट फुजी। अब अगाडि स्टेसन छ। अब हामी स्टेसनतिर जाँदै अलिक त्यो अगाडि आइपुगेको लोसन भाइरल भएको थियो। यता वागुले पनि फोटो स्पट टेक अ पिक्चर अफ गुड लक दारुमा एन्ड माउन्ट फुजी। यहाँ दारुमा भन्ने रहेछ। यहाँ बाबामा चाहिँ फोटो खिचिदिँदैछ वागु। यसलाई नि भाइरल हुन मन लागेको होला नि बिचरा। ल अब चाहिँ हामी फर्किँदै कस्तो भयो हाम्रो ट्रिप? राम्रो भयो। ल हामी चाहिँ आजको 1 डे प्याकेज हाम्रो चाहिँ सकियो। अब खाओगुचीको स्टेसन गएर ट्रेन समातेर घर फर्किनु पर्छ। घर त कति बेलुका होला है। अनि थकै लाग्यो बो प्लासमा आपला अझै जाँगर म है। बाउलाई चाहिँ अझै जाँगर छ अरे। बुहारीलाई चाहिँ थकै लाग्यो भने जस्तो लाग्यो। आमा त झन्
अगाडितिर खोइ हिँड्दैछ यो खाउगुचीको यो घुम्ने स्पटहरू चाहिँ आज हामी गएकोहरू नै भयो अनि अर्को एउटा मेन चाहिँ यहाँनिर छ यहाँ चाहिँ पुरा रोपवे चढेर माथि त्यो ठ्याक्क टिनहरू देखेको ठाउँमा पुग्ने त्यहाँबाट फोटो खिच्ने नै हो फेरि यहाँ पनि यस्तै छ जताबाट पनि लास्टमा ब्याकग्राउन्ड चाहिँ फुजी नै हो फोटोहरूमा यहाँ चाहिँ धुबितुङ त हो होइन अनि धुबितुङ यो यता तारु जो धुपबालिया धुबितुङ यो धुबितुङ चाहिँ पुरै चुर चाहिँ यसैलाई गाह्रो बनाएको थिएँ मलाई ट्याक्क ल्याइदिएँ मलाई 3 रुपियाँ के त्यो चाहिँ गाह्रो पारेर म भयो सब गाह्रो केलाई तिमीलाई चाहिँ चिक्कु त्यो 3 नुना एक तल तिमीभन्दा नुल्या भन ल अब यो चाहिँ लास्ट खाउगुचीकोबाट चाहिँ खाउगुचीको स्टेसन यो चाहिँ बसको लागि लाइन डेन्जर छ हामीले चाहिँ बसको टिकट खोजेको पाएन ट्रेनमा बिहान जसरी जाने बिहान नि बस पाएन अहिले पनि पाएन अब चाहिँ बिस्तारै ट्रेनमा जाने छौँ यो चाहिँ खाउगुचीको स्टेसन दामी रहेछ पुरा पुरानो पाराको बिल्डिङहरू यता रेलको लिक भयो अगाडि माउन्ट फुजी यता रेल स्टेसन माउन्ट फुजी के यस्तो बस फर आउटडोर 2 डे लिमिटेड अनलिमिटेड 2 दिन अनलिमिटेडको कति रेल स्टेसन यस्तो छ यहाँ सब ट्रेन कुद्दैछ हिमाल चाहिँ जति हेऱ्यो त्यति हेरिरहनु जस्तो हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम 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 भन्छ एउटाले कता हेरेको रिसाएर हिमाल हेरेको भन न बाउ पनि आमा पनि हिमाल हेर्दैछ अझै पनि लास्ट फोटो हान्ने रे त यहाँ ल ट्रेनको हालत चाहिँ यस्तो प्याक छ के छ तिमीले टाउको होला के छ हालत भ्याल यता आमा त बिचरा थके लाएर टुक्लुक्क बसेको छ बस्ने ठाउँ नपाएर यता बहुत ठिकमा भयो डर भित्र यस्तै प्याक छ